बिजी गएर छ आमाको मुख हेर्दिन नाक्दी आज आमाको मुख हेर्दिन हैन आज त मुख हेर्दिन अनि कति हो त आज 14 आज के हो आज 14 गते मुख हेर्दिन हामीले यस्तो चीज खाइसक्यौं आमाको मुख हेर्दिन ए फ्रुटी पनि खाएको हैन अनि आमाहरु नाच्दै हुन्छ यहाँ एउटा अलिकति तक्लिया पनि आइसक्नु भएको छ जानु उयो मागेर उड्यु मागेर उड्या आमाहरु बसिराख्नु भएको छ एउटा मान्छे ऊ चाहिँ एकजना खाइसक्यो सबजना बसिरहेको हुन्छ सबैजना देखाएर आइज सफाइ गरेर खायो नाचिराख्नु भएको छ हेर्नु सबैजना सबैजना बसिराख्नु छ हेर्नु के राख्नु भएको भेट्यो त्यहाँ म बसिराख्नु भएको छ उयो के भयो चाहिँ ल चाहिँ म त्यहाँ सकेर लुगा लाउनु आँटेको लुगा लगाएपछि अब यो बस आउँछ कि आउँदैन थाहा छैन त्यति बोर्डिङ जाति चाहिँ हुन्छ हौ कस्तो रिस उठ्दो खालको क्या टाइम मिलायो सिसा भन जस्तो लाग्यो होला होइन सक्दिन त के त अब के गर्नु भने लुगा लाउँछु हाम्रो बोर्डिङको लुगा फेरि जस्तै काग्दैछ के हेर्नु यत्रो यत्रो लामो हुन्छ यत्रो हुन्छ यत्रो लामो हुन्छ फेरि यहाँ सर्ट प्यान्ट स्वेटर तीनटा अनि अब यहाँ सम्झिनु पर्यो के गर्नुपर्छ अब एकछिनै बोर्डिङ लाग्दैन अत्तो पत्तो होइन अहिले लुगा लाउँदिनँ है मम्मी लुगा लाउँदा 9 बजीसम्म बसाएन भने अब जाँदिनँ ल 9 बजीसम्म ए यो यहाँ मम्मी सुत्नुहुन्छ नि मलाई उठाउनु चाहिँ के भन्नु अरे धेरै गर्मी पनि छ अब यहाँ धेरै गर्मी छ अब पूजा खाएर आइहाल्यो अब त गए मसरी यहाँ खुट्टा नराख्नु होइन खुट्टा उठ्छ त गाई यसो पुग्नु मैसी त्यत्रो ठुलो कस्तो छ हौ अब अत्तो पत्तो होइन अब के गर्नु होइन म पनि आउँछु म अब मम्मी पनि जानु पाउनु भएको छैन आफ्नो गरेको यतै अब भ्लग इन्ड गरौँ होला हौ धेरै घर बसायो भने यो बस यस्तो गाह्रो बसायो भने कस्तो दुख्यो भने त धन्न आएछ अब भ्लग इन्ड गरौँ ल 3 2 1 गो बाई बाई गाइस सब्सक्राइब लाइकहरु गर्न नबिर्सिनु होला बाई बाई